हेलो गाइज नमस्ते सबैजनामा शुभ बिहानी है जय घन्टी अनि अहिले चाहिँ भने हामी एउटा ट्याम्के मयम है गाउँपालिकामा हामी छौँ। यो वरिपरि भ्यू देखिराख्नुमा चाहिँ यति मिठो ठाउँ रहेछ कि हेर्नुहोस् त सबै वरिपरि देखाइरहेको छु भने हामी चाहिँ अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ अब चुनावी गर्दैलो अभियानमा छौँ। आउनुहोस् लु जाउँ। त्यो एक नम्बर हो हैन अनि एक नम्बर भयो त्यहाँदेखि त्यो भन्दा उता खाल्डामा त अर्कै संसारमा छ त्यहाँबाट त पुरै आकाशमा देखिने हो। अनि केही नदीहरू मात्रै त्यो खोलाहरू हुन्छ नि सानो बगेको खोलामा देखिने हो। बाँकी रहेको चाहिँ त्यो ठाउँमा त्यही नै हो। राजा हामी अन्नपूर्ण भोजपुरमा छौँ र हामीसँग हुनुहुन्छ सर। उहाँले थोरै यहाँको आवश्यकता र परिमार्जन गर्ने विषयवस्तुगत कुराहरू चाहिँ यहाँनिर प्रत्यक्ष रूपमा हजुरलाई पेश गर्ने हुनेवाला छ। नमस्कार, मेरो नाम सनमसिंह शेर्पा, म 79 को उम्मेदवार। हाम्रो भोजपुरको अति आवश्यकता भनेको चुवारको पुल, सतीघाट पुल र सुनवालो पुल रहेको छ। यसलाई हाम्रो प्रथम अति आवश्यकमा हामीले ठानेर यसलाई चाहिँ हामीले चाहिँ लगातार यो निर्वाचन लगातार यसलाई हामीले चाहिँ पूर्ण रूपमा यसलाई चाहिँ हामीले चाहिँ अगाडि बढ्ने पक्षमा रहेको भोजपुरको आवश्यकता ठानेको छौँ। दिदी पुरानोलाई बारम्बार हेरियो, यसपाल भोट फेरियो, भोट केमा? घन्टीमा। यस मलाई कतिको लाग्यो बुढाबुढी मान्छेहरू रमेश ओझा म उम्मेदवार यता पनि प्रत्यक्ष उम्मेदवारले अहिले चुनाव नजिकै गर्दाखेरि आफ्नो शुभचिन्तक भोटरसँग चाहिँ यसरी भेटघाट गर्ने क्रममा लोगो लगाएर सम्मान गर्दै हुनुहुन्छ साथीभाइहरूले। र यहाँ गाउँले पब्लिकले पनि प्रत्यक्ष उम्मेदवार कहिले हाम्रोमा आइपुग्नुहुन्छ भन्नेमा पनि आतुर हुनुहुँदो रहेछ। अहिले यहाँ प्रत्यक्ष उम्मेदवारले चाहिँ यहाँहरूसँग प्रत्यक्ष भेटघाट गर्दा जोस् पब्लिकमा जोस् निकै खुसी छाइरहेको अवस्था हामी पाइरहेको छौँ। र मौसम भने निकै चिसो छ र यहाँ अहिले यतिखेर चाहिँ जे होस् निकै यहाँहरूमा रमाइलो र खुसीपन छाइरहेको पनि पाइरहेको छौँ। भोजपुरलाई कर्णाली बनाउन पाइँदैन, भोजपुरलाई कर्णाली बनाउन पाइँदैन। जय घन्टी। घन्टी त बजाउनै पर्छ।